सबैजना चाहिँ चमक चमक ठमक ठमक सेतो चाहिने रे हुँदैन रे यहाँ बाटो कता जाम भइरहेछौँ अब मिला एडिट गरेको बाटो भुलिरहेछ हामी चाहिँ कता हो के हो के थाहा छैन हामी तीनजना चाहिँ यहाँ बाटो हराएर अलपत्र कता हो घरि फर्किँदै घरि निस्किँदै गरिरहेछौँ बाटो हराएर हामी चाहिँ अझैसम्म चाहिँ होस्टेल पुगेको छैनौँ यहाँ दुईजना अरू सबै साथीहरू कता चलाक चिलिक भयो नि त त्यही भएर हामी चाहिँ जाँदैछौँ यात्रा जारी छ साथीहरू दुई ओइ भन्छ जुत्ताले हामी चाहिँ साकुरामा फोटो खिच्दैछौँ हामी चाहिँ कलेजबाट आएन अब हामी चाहिँ पानी पर्न लाग्यो त त्यही भएर हामी डुल्नु चाहिँ छोड्दैनौँ र हिँड्नुपर्छ अरे क्या हिँड्यो भने चाहिँ के हुन्छ पूर्णिमा भनिदेऊ बाटोहरू थाहा हुन्छ नि त अनि त्यही भएर हामी चाहिँ पानी परेको बेला पनि हिँड्छौँ बाटो देखिन्छ नि त घरमा बस्दा बोर हामी चाहिँ अहिले मार्केट एरियामा आइसकेको छौँ यताउति चाहिँ यहाँको पसलहरू होइन अनि नेपाली पसलहरू नेपाली दाईहरूको पसलहरू छ अनि त्यो जिदोवान बाइकी भेन्डिङ मेसिन इट मिन्स उसको रियाक्सनहरू देखाइरहेको थियो है थम्बनेलको लागि यो चाहिँ हामी चाहिँ साथीहरूको होस्टेल आइगरी भिडियो फोन लागिसक्यौँ अनि यहाँ चाहिँ हामीलाई चाहिँ अब नेपालमा 3 घन्टा र नेपाल र जापानको 3 घन्टा 3 आवर्स फरक छ नि त त्यही भएर हामी चाहिँ राति 12 बजेसम्म नै सुत्दैनौँ रहेछ क्या पानी पर्छ कुरुक्क परेको उनीहरूले चाहिँ साइकलमा पनि चलाएर ओडेर हिँडिरहेको हुन्छ हाम्रो छाता चाहिँ ओडाएर खाला फुल बनाइदिने रहेछ हामी चाहिँ अहिले पार्कतिर जाँदैछौँ यो माथिको बिल्डिङ चाहिँ उयो जू है त्यतिकै देखा बनाउँदो रह नि हेर्छ लाग्दा गरेर यता पार्कतिर घुम्न आएको छौँ अनि हिँड्दैछौँ हामी चाहिँ केही देख्नु हुँदैन फोटो खिचिहाल्छौँ क्या यहाँ पार्कमा आएको छौँ यो चाहिँ एकदमै राम्रो ठाउँ रहेछ क्या अनि सबैजना यहाँ चाहिँ पानी पर्दाखेरि चाहिँ नेपालीहरू चाहिँ घरमै बसिबस्छ नि त यहाँ चाहिँ नेपाल पानी पर्दाखेरि उनीहरू चाहिँ इन्जोय गर्न आउँदो रहेछ क्या ठाउँ चाहिँ है तर जाडो चाहिँ लास्ट चाहिँ जाडो छ हामी हल्लाउँदै हिँड्दैछौँ निस्किँदैन क्या यहाँ चाहिँ राम्रो बिल्डिङ यहाँ ठाउँ चाहिँ एकदमै राम्रो छ हामी चाहिँ हिँड्दै अब त्यतिकै डुल्दै थियौँ नि त त्यही भएर यस्तो जति गयो त्यति राम्रो हावाहुरीले हाम्रो छाता चाहिँ फर्लक्क फर्काइदियो यता हेर न खतरा छाता यहाँ चाहिँ हामी चाहिँ चाइनिजको पसलमा साइकल किन्न गएको थियौँ नि त अनि चाइनिजको बाउ चाहिँ उयो नेपालीको फ्यान अरे क्या त्यही भएर मसँग चाहिँ 50 रुपियाँको नेपाली पैसा उसलाई दिएको थिएँ अनि गइदिएस् नै अरे अनि एकदम मन पराएर आएको थियो त्यो पैसा अनि त्यहाँ पैसाको चित्र के को पिक्चर हो भनेर आएको थियो अनि एकदमै मन पराएको थियो उसले चाहिँ हामीले चाहिँ साइकल लिइसकेको छौँ अब जाने तयारीमा यहाँ मैले चाहिँ उसँग पर्मिसन लिएर भिडियो बनाएको थिएँ क्या म तपाईँको पसलको भिडियो बनाउन सक्छु भनेर त्यही भएर उसको पर्मिसन लिएर मात्र अब कसैले त अब मिल्दैन दामी भन्छ नि त हामी चाहिँ 5-6 जनाले साइकल लिएर आफ्नो घरतर्फ लाग्यौँ यहाँ चाहिँ हाम्रो साइकल पार्किङ हो होस्टेलमा त्यो चाहिँ हाम्रो होस्टेल हो है